चाहिँ मानव दाना पक्रादिले यो कुकुरलाई सत्य कुकुरलाई हानेर यसरी चाहिँ आधी शरीर नचल्ने पारेर खोजमा फालेर हिँडेको रहेछ। अघि एकजनाले देखाइसकेको थियो अनि हामीले उद्धार गरेर माथि ल्यायौँ। यसरी जिउ घिसाएर हिँड्छ। अघि मलाई फर्काएर ल्याउँदा टोकिदिसक्यो। प्लिज कसैले हेल्प गरिदिसो, यसलाई रेस्क्यु गरिदिसो। यो कुकुरको यस्तो बिजोग छ है। कतिजना मान्छेहरूलाई फोन गरे, कतिजना डग रेस्क्यु फार्महरूलाई फोन गरे, फोन पनि रिसिभ गर्छिन्न है। के को लागि फार्म खोल्छन् हो, के को लागि चाहिँदो नचाहिँदो दुनियाँ उद्देश्य देखाएर रेस्क्यु गर्ने फार्महरू होइन खोल्नुहुन्छ। अनि त्यस पछाडि कल गर्दा एउटालाई देखाउने, नाकले मुखले कानले देखाउने होइन। दुनियाँ हामीले यहाँ पालेर फालेको हो र यो यहाँ घाइते कुकुर यो यति बिजोग छ यसको है। यो आधी शरीर यसको चाहिँ कुन चाहिँले हानेर, कुन चाहिँ पापीले हानेर यसलाई चाहिँ यस्तो बिजोग पारेर राखेको छ, फालेर राखेको रहेछ। मैले यहाँ बाँधेर राखेँ, घिसिँदै आधी शरीर चल्दैन, आधी शरीर घिस्रिँदै कहाँ पुग्छ। मैले अब दिउँसो त म हेर्छु ल, यहाँको डग पनि होइन यो वरिपरिको डगले यसलाई मार्न खोज्दैछ। म दिनभरि त मैले हेरिदिन्छु, राति यसलाई अब यो वरिपरिको डगहरूले लुछेर मार्छ। कतिजनालाई बिन्ती गरेँ रेस्क्यु गर्दैछु भनेर, फोनै रिसिभ गर्छिन क्या। रिसिभ गऱ्यो भने पनि एउटालाई देखाउने, हामी यहाँको मात्रै हो, हामी चाहिँ यो काठमाडौँको मात्रै हो, हामी चाहिँ उहाँ ललितपुरको मात्रै हो भन्ने एउटालाई देखाउने होइन। यस्तो बिजोग छ यो कुकुर। दुनियाँ फार्महरू खोलिसकेको छ अनि यही डग रेस्क्यु गर्छु भनेर चाहिँ खोलिसकेको होला सायद होइन। अब यत्रो मान्छेहरूले मरि हामी जस्तो डग लभरहरूले एकदम दुःख पीडा देख्न नसकेर, बिजोग देख्न नसकेर मरि कल गरेपछि रिसिभ गर्नुपर्छ। यसो लिन आउने एउटा सान्त्वना दिने कुरा हुन्छ नि, छैन के। कतिले त के भन्छ फोनै एक्सेप्ट गर्छिन, गरे पनि नाकले मुखले कानलाई देखाउने होइन। कसैले पनि म यहाँ छु उहाँ छु भन्ने। अनि त्यसपछि चाहिँ टार्ने यत्तिकै होइन। के को लागि फार्महरू खोल्छिन्छ हजुरहरूले? यदि यो बेसहारा यो एकदम घाइते डगहरूको रेस्क्यु गर्न सक्छिन्न भने, फोन उठाउन सक्छिन्न भने होइन, एकदम बिजी होइन्छ भने म बिजी छु पछि कल गर्छु भनेर एकपटक रिसिभ गर्न सक्छिन्छ नि यार कम्तीमा। यस्तो बिजोग हेर्नु त हामीले के गर्ने यिनीहरूलाई, हामीसँग के छ होइन। बिजोग देखेर हजुरले रेस्क्यु गर्छिन्छ भन्ने एउटा विश्वासले आशले पो फोन गर्छौँ, हामी बिन्ती गर्छौँ त यार। यस्तो हुन्छ नि, बुझ्नुपर्छ नि। यस्तो बिजोग छ यो कुकुरलाई। कुन चाहिँ पापीले चाहिँ यसलाई हानेर यसको आधी शरीरको आधी भाग नचल्ने बनाइदिएको छ। यो तलतिरको यो भाग यसको यो चल्दैन, यो घिसिँदै कहाँसम्म जान्छ। मैले यहाँ कहाँबाट लिएर आएको, अघि मलाई टोकिदियो। कति ठुलो बोक्न पनि सक्दैन यो। अब यस्तो बिजोग छ। कतिजनालाई फोन गर्दा बिहानदेखि म थाकेर बसेको। कस्तो बिजोग, के को लागि यो रेस्क्यु टिमहरू यो फार्महरू हुन्छ नि, यो के को लागि होला है। अचम्म लागिरहेको छ। हुन्छ नि अलिकता यार, अब यसकै लागि भनेर खोलिसकेको हो भनेपछि यसको लागि टाइम नभएको कस्तो अचम्म हो त यार। हुन्छ नि भोलि लिन आउँछु यताउति हुन्छ नि, छैन के। फोनै रिसिभ गर्छिन्न, गरेकोहरूले पनि हामी त्यहाँको होइन, हामी भक्तपुरको होइन, हेनतेन भन्ने है। जसले भयो नि आखिर एनिमल रेस्क्यु गर्ने होइन र भनेको। सडक जनावर जहाँको भए पनि त्यहीँको हुनुपर्छ भन्ने छ, त्यही एरियाको हुनुपर्छ भन्ने छैन नि त। कस्तो माना त हो यो। यस्तो बिजोग छ यो कुकुर। यो घारीमा छिरिरहेछ, निकाल्न पनि सकेन। अहिले आफै घिसिँदै यसको फेदमा यो घारीमा छिरेछ। मैले उता राखेको थियो, के गर्नु, साह्रै बिजोग छ यो।